सोच्नुस् त एउटा सानो अफिसदेखि लिएर सिङ्गो देश कसरी सफलतापूर्वक सञ्चालन हुन्छ होला। पक्कै पनि यो आफै चल्ने कुरा त होइन। यस विश्लेषणात्मक प्रस्तुतिमा हामी यही कुराको चुरो खोतल्दैछौँ। आज हामी व्यवस्थापनका ठूला अवधारणाहरूदेखि लिएर एउटा असल नागरिकका रूपमा हाम्रा कर्तव्यहरू के हुन् भन्ने बारेमा एकदमै रोचक चर्चा गर्नेछौँ। ल, आज हामी के विषयमा कुरा गर्दैछौँ त? सरसर्ती हेरौँ। हाम्रो कार्यसूचीमा मुख्य गरी व्यवस्थापनका अवधारणा, निर्देशन र नियन्त्रण, उत्प्रेरणाका सिद्धान्त, नेतृत्वका शैलीहरू र अन्त्यमा नागरिकका कर्तव्यहरू रहेका छन्। ढिला नगरी सुरु गरौँ पहिलो विषयबाट। सबैभन्दा पहिले व्यवस्थापनकै कुरा गरौँ। यो भनेको कुनै पनि संस्थालाई अघि बढाउने मुख्य इन्जिन नै हो। यसको मुख्य सार भनेको नि आफ्नो लक्ष्य पूरा गर्न अरूद्वारा काम गराउने एउटा गजबको कला हो। तर यो त्यति सजिलो कहाँ छ र? यसका लागि हामीले 5M अर्थात् मानिस, पैसा, सामग्री, मसिन र विधिको एकदमै सन्तुलित र प्रभावकारी उपयोग गर्नुपर्ने हुन्छ। अब यो सम्पूर्ण व्यवस्थापनको कामलाई कसरी सम्झने त? विद्वान लुथर गुलिकले यसलाई एकदमै सजिलो बनाइदिएका छन्। उनले एउटा सूत्र दिए, POSDCORB, पोस्टकोर्ब। सुन्दा कुनै जादुई मन्त्र जस्तो लाग्छ नि, होइन? तर वास्तवमा योजना बनाउनेदेखि लिएर बजेट तर्जुमा गर्नेसम्मका सम्पूर्ण जटिल कामहरू यही एउटै शब्दमा अटाएका छन्। साँच्चै नै यो एउटा मास्टरपिस ढाँचा हो। तर समय सधैँ एउटै रहँदैन। विड्रो विल्सनको पालाको त्यो अलि कडा र परम्परागत प्रशासनले मात्र अब काम गर्न छाड्यो। त्यसपछि सन् 1990 को दशकतिर आयो नयाँ सार्वजनिक व्यवस्थापन, जसलाई हामी NPM पनि भन्छौँ। यसले पुरै खेल नै परिवर्तन गरिदियो भन्दा फरक पर्दैन। यसले मुख्यतया 3 ईमा जोड दिन्छ: मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता, अर्थात् कम खर्चमा धेरै र राम्रो नतिजा निकाल्ने। परीक्षाको दृष्टिकोणले एउटा एकदमै महत्त्वपूर्ण कुरा, कुन सिद्धान्त कसले ल्यायो त? कामलाई सानो सानो एकाइमा बाँड्ने FW टेलरको वैज्ञानिक व्यवस्थापन, हेनरी फेयोलका 14 प्रशासकीय सिद्धान्त, म्याक्स वेबरको कर्मचारी तन्त्र र एल्टन मायोले ल्याएको मानव सम्बन्ध सिद्धान्त। यी चारवटै कुराहरूले नै आजको आधुनिक व्यवस्थापनको बलियो जग बसालेका हुन्। ल, सिद्धान्तका कुरा त धेरै भए। अब अफिसको दैनिक काम कारवाहीमा यी कुराहरू कसरी लागू हुन्छन् त? अघि बढौँ हाम्रो अर्को खण्डमा, निर्देशन र नियन्त्रण। निर्देशन भनेको के हो? खालि यो काम गर भनेर आदेश दिनु मात्रै हो त? पक्कै होइन। कामदारलाई सही बाटो देखाउन र संस्थाको लक्ष्यमा पुग्न त नेतृत्व, सञ्चार, सुपरिवेक्षण, समन्वय र उत्प्रेरणा, यी 5वटै कुराहरूको एकदमै सन्तुलित मिश्रण चाहिन्छ। यी तत्त्वहरू मिलेनन् भने निर्देशन प्रभावकारी हुनै सक्दैन। अब काम त हराइयो, तर भने जस्तो भइरहेको छ कि छैन भनेर जाँच्न पनि त पर्छ नि, नत्र त भद्रगोल भइहाल्छ। त्यसैले प्रबन्धकहरूले अनुगमन, सुपरिवेक्षण र मूल्याङ्कन जस्ता औजारहरू प्रयोग गर्छन्। साथै संस्थामा कोही पनि मन परी नचलुन् भनेर सार्वजनिक सुनवाई र वित्तीय नियन्त्रण जस्ता विधिहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छन्। तर एउटा कुरा विचार गर्नुहोस् त, कर्मचारीलाई जति नै राम्रो निर्देशन दिए पनि उनीहरूभित्रै काम गर्ने जागर छैन भने के होला? हो, त्यसैले अब हामी कुरा गर्दैछौँ मानव मनोविज्ञानको एकदमै रोचक पाटो, उत्प्रेरणाका सिद्धान्तहरू। उत्प्रेरणाको कुरा गर्दा अब्राहम मास्लोको यो प्रसिद्ध पिरामिडलाई कसरी बिर्सन सकिन्छ र? यसले एकदमै सरल तरिकाले बुझाउँछ कि हाम्रो आवश्यकता कसरी बढ्दै जान्छ। सुरुमा घाँस, बाँस, कपास जस्ता आधारभूत कुराहरू, त्यसपछि सुरक्षा, अनि बल्ल समाज र सम्मानको खोजी। तल्लो तहको आवश्यकता पूरा नभएसम्म मानिस माथिल्लो तहका लागि उत्प्रेरित नै हुँदैन भन्ने यसको गहिरो मर्म छ। अर्को रोचक कुरा छ म्याग्रेगरको सिद्धान्त X र Y। यसमा ठ्याक्कै 2वटा फरक ध्रुवका कुरा छन्। सिद्धान्त Xले भन्छ मान्छेहरू स्वभावै अल्छी हुन्छन्, काम गराउन तर्साउनै पर्छ। तर सिद्धान्त Y को सोचाइ ठ्याक्कै उल्टो छ। यसले भन्छ होइन, मान्छेलाई राम्रो वातावरण दियो भने उनीहरू आफै जिम्मेवारी लिन्छन् र काम गर्न रुचाउँछन्। कति फरक दृष्टिकोण होइन त? यति मात्र कहाँ हो र? हाम्रो टुलकिटमा अरू पनि महत्त्वपूर्ण सिद्धान्तहरू छन्। फ्रेडरिक हर्ट्जबर्गको 2 फ्याक्टर थ्योरी, विक्टर भ्रुमको अपेक्षा सिद्धान्त, म्याक्क्लेल्यान्डको 3 नीड र एडम्सको समता सिद्धान्त। यी सबैले कामदारको मनभित्र के चलिरहेको हुन्छ भनेर बुझ्न फरक तरिकाले मद्दत गर्छन्। ल, कर्मचारी कसरी उत्प्रेरित हुन्छन् भन्ने त हामीले बुझ्यौँ। तर अब यहाँनिर एउटा ठूलो प्रश्न आउँछ। यस्तो उत्प्रेरित जनशक्तिलाई सही दिशामा डोहोर्याएर संस्थालाई साँच्चै सफल बनाउन कस्तो खालको नेतृत्व चाहिन्छ त? यसको जवाब हामीले अपनाउने नेतृत्वको शैलीमा भर पर्छ। निरङ्कुश शैलीमा नेताले मैले भनेको मान भन्छ,
प्रजातान्त्रिक शैलीमा सबैको सल्लाह सुनिन्छ। स्वतन्त्र शैलीमा कामदारलाई आफ्नो तरिकाले गर भनेर छाडिन्छ। तर अहिलेको समयमा सबैभन्दा बढी खोजिएको भनेको रूपान्तरणकारी शैली हो, जसले सबैमा नयाँ ऊर्जा भर्छ र नवीनता ल्याउन प्रेरित गर्छ। अब अफिस र सङ्गठनको यो घेराबाट अलिकति बाहिर निस्कौँ र हाम्रो सिङ्गो राज्य प्रणालीलाई हेरौँ। यो हो हाम्रो अन्तिम खण्ड, नागरिकका कर्तव्यहरू। हामी राज्यबाट धेरै कुराको अपेक्षा त गर्छौँ, तर राज्यप्रति हाम्रो पनि त दायित्व छ नि। नेपालको संविधानको धारा 48मा हेर्ने हो भने स्पष्ट लेखिएको छ, संविधान र कानूनको पालना गर्नु, देशको रक्षा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु र राज्यलाई परेको बेला अनिवार्य सेवा गर्नु। यी कुराहरू किताबमा लेखिएका कानून मात्र होइनन्, एउटा सच्चा र असल नागरिकका पहिचान हुन्। अब अन्त्यमा जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौँ। के सफल व्यवस्थापन र आफ्नो कर्तव्य बुझेका जिम्मेवार नागरिक बिना कुनै पनि देशले कहिल्यै समृद्धि हासिल गर्न सक्ला त? पक्कै पनि सक्दैन। माथिदेखि तलसम्मको चुस्त प्रशासन र नागरिकको इमान्दारी, यी दुई कुरा भनेका एउटै सिक्काका दुई पाटा हुन्। जब यी दुवै कुरा मिल्छन्, तब मात्र एउटा समृद्ध र बलियो राष्ट्रको निर्माण हुन्छ। यहाँहरूलाई के लाग्छ? यसबारे पक्कै सोच्नुहोला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। तपाईहरूको सुझाव सल्लाहको अपेक्षा राख्दछौँ।